सबैलाई नमस्कार है। आज तपाईहरुलाई यो एउटा भिडियो बनाएर शेयर गर्न लागिरहेको छु। यो चाहिँ बारी जोत्ने, अब उहिलेको जमानामा चाहिँ गोरु जोत्ने काम हुन्थ्यो, त्यहाँदेखि पछि मान्छेले खन्ने पनि काम हुन्थ्यो है। गोरुले पहिला ठुल्ठुलो ढिका निकालेर डल्ला फटाउने काम मान्छेले गर्थ्यो, तर अब अहिले गोरुको जमाना गइसकेको छ है, र मान्छे पनि पाउन मुस्किल पर्छ। त्यसले गर्दाखेरि अहिले चाहिँ यस्तो खाले एउटा मेसिन, हामी ट्र्याक्टर पनि भन्छौँ यसलाई सर्टकटमा है, र यसले बारी खन्ने काम हुँदैछ। हाम्रो भेकमा चाहिँ एउटा यो मेसिन रहेको छ, जो चाहिँ किरायमा चलाउने गर्छौँ घन्टाको हिसाबले। र यो मेसिनले चाहिँ अहिले हाम्रो भेकमा बारी खन्ने काम चाहिँ निकै प्रचलित भएको छ। भ्याउनु पनि एउटा मेसिन भएकोले गर्दा अलिक साह्रो पर्छ। यो धेरै अघि मैले युट्युब र फेसबुकमा पनि सेयर गरेको थिएँ कि कृषि विभागद्वारा विभिन्न योजनाहरू कृषकहरूको निम्ति सहुलियतहरू, सरकारी सहुलियतहरू दिइरहेको छ, जसमा यो एउटा मेसिनरीको पनि स्किम्स थियो योजना है। त्यसमा यो मेसिन पनि रहेको छ, र यसमा चाहिँ यसको जति दाम पर्छ त्यसको 50% आधा रकम चाहिँ आफूले बेहोर्नु पर्यो मालिकले, र आधा रकम चाहिँ गभर्मेन्टको कोषबाट बेहोर गरिदिन्छ भन्ने मैले यो भिडियो थुप्रै स्किमको साथमा हालेको थिएँ। कृषक बन्धु, पीएम किसानहरूको साथसाथमा यो मेसिनरिजको पनि हालेको थिएँ, र यो एउटा त्यसकै पार्ट हो। त्यही स्किम अनुसार हाम्रो एकजना दाजुले चाहिँ यो मेसिन निकालेर आफ्नो पनि गर्नुहुन्छ, र अरूकोमा उहाँले यो किरायमा चलाउनुहुन्छ है। र यसमा तेल लाग्छ, तेल लगाएर चलाउनु पर्ने हुन्छ। यहाँ हेर्नुहोस्, यो जोतेको राम्रोसँग जोतिन्छ यसले बारी, तर अब माटो अलिक कम्लो छ भने अलिक छिटै हुन्छ, र अलिक कडा माटो छ भने चाहिँ अलिक समय लाग्छ। तेल कति खान्छ हौ? कति घन्टामा? यसले तेल चाहिँ पहिला सुरु चाहिँ घन्टाको नयाँमा चाहिँ घन्टाको आधी लिटर अलिक बेसी खान्छ। एक घन्टामा यो बाँझो खन्दा पनि यो के भयो अलिक पछि, यो चाहिँ चलाउनेले चाहिँ यसको अब तेल पानी राम्रो याद गरेन, अर्को हातले पर्दाखेरि चाहिँ तेल पानी यसमा मिलाएन है। मोबाइल इन्जिन ओइल चाहिँ मेन हो यसको, त्यसले गर्दा चाहिँ यो पिस्टन एकपल्ट बिग्रेपछि चाहिँ अहिले घट्टाको यसले झन्डै 1 लिटर छेउछाउ जस्तो खान्छ है। रेसियो मिलाउनु सक्दैन। यसको लिस्ट छ नि, यो लिस्टमा चाहिँ अब हामीले 20 घन्टा पुगेपछि यसको इन्जिन ओइल चाहिँ चेन्ज गरिहाल्नुपर्छ। यसको गाइडलाइन अनुसार सबै टाइममा गऱ्यो भने चाहिँ राम्रो छ। यसले खन्नु पनि राम्रै खन्छ। बारी यो बाँझो खनेको अहिले पनि है? हजुर, बाँझो खनेको। अन्त यो किरायमा चाहिँ कतिमा चल्छ अहिले? पहिला ल्याउँदाखेरि स्टार्टिङमा चाहिँ 800 रुपियाँ घन्टा गरेर चलाउँदै थियो, र अहिले चाहिँ यो 900 रुपियाँ घन्टा लाग्छ। 900 रुपियाँ बढेछ त है? त तेल बढेछ नि त फेरि है? तेल बढ्यो, र तेल सेल चाहिँ फेरि अब जसले जोतायो उसले दिनु परेन। ए, तेल पनि 800 मा आयो? हजुर, तेलहरू सबै 900 मा। ए, तेल मालिकले केही पनि परेन? घरको मालिकले परेन, तेल चाहिँ अब हामीले लिएर आउँछौँ, र 900 रुपियाँ घन्टामा जोत्छौँ। ए, पैसा मात्रै दिनु पर्यो? पैसा दिनु पर्यो, तेल सेल जति लाग्छ त्यो हाम्रो। भनेपछि त यसले त 1 घन्टामा धेरै खन्दो रहेछ है? 1 घन्टामा अहिले नभनेको पनि झन्डै 50 बाई 30 फिटको बारी चाहिँ। हजुर, बाँझैबाट बाँझोबाट चाहिँ, तर बारीबाट पनि छ। अब कमुलो राम्रो खालको बारी हो भने मजाले छिटै खनिन्छ। ढुङ्गाहरू पायो भने चाहिँ अलिक ढुङ्गाहरू पायो भने, र चाम्रो बारी छ भने चाहिँ अलिकति अब तेल पनि खान्छ, अलिकति बेसी पनि चल्छ। यो सबै एग्रिकल्चर डिपार्टबाट नै सुरु भएको है यो? हजुर, एकदम राम्रो छ। अब अहिले गोरुहरू छैन है? हजुर, पहिलाको जमानामा जस्तो मान्छे पनि पाइँदैन आजकल त्यति। हुन्छ, धन्यवाद ल। हुन्छ, तपाईँलाई पनि धेरै धन्यवाद।